Hello. Hello. स्याङको चाहिँ एयरपोर्ट अहिले चाहिँ हामी 3775 माथि छौँ अनि अहिले चाहिँ हामी सरकार जाँदैछौँ अरे यता हेरेर भनिदिनुहोस् एभरेस्ट भ्यू होटल संसारको सबभन्दा अग्लो होटलमा जाने हो भाइ गलेर हैरान भइरहेछ हामी चाहिँ अब जाँदैछौँ माथि संसारको सबैभन्दा अग्लो होटल एभरेस्ट भ्यू यो चाहिँ कति छ भने 8880 मिटरको उचाइमा रहेछन् यहाँ आइपुग्यौँ हामी चाहिँ दाजुभाइ साथमा राकेश सुनवार तपाईहरुलाई म देखाउने नै छु ल एभरेस्ट संसारको सबैभन्दा अग्लो होटल आइपुग्यो तर अहिले यहाँ चाहिँ गेस्टहरु चाहिँ अलिक नहुँदो रहेछ म र सुनवार दाइ राकेश दाइ हेलो हाई गरिदिनुहोस् यहाँ चाहिँ अहिले सगरमाथा पनि देखिन्थ्यो तर यहाँ अहिले क्राउड यो के अरे चिसो के अरे बादलको कारणले गर्दा चाहिँ देखिँदैन तपाईहरुलाई देखाउँदैन यहाँ चाहिँ नदेखिने भन्छ है 155 को यहाँ चाहिँ हेर्ने अवसर हाम्रो उहाँ खोटाङकै सर हुनुहुँदो रहेछ $155 को रुम है यो चाहिँ हो कति पर्छ होला 200 नै पर्यो 200 भन्दा नि बढी पर्छ अब किनभने यो तीनटा हजुर माथिल्लोपट्टिको दुईटा युज गर्छ हजुर ढोका त एउटा मात्र यो मुनि पर्छ यो ए यही मुनि हो हजुर चाहिँ यो मुनि त्यही त यहाँबाट चाहिँ सबै देखिने हो यहाँबाट सबै यो चाहिँ अलि बादलले गर्दा केही नदेखिने रहेछ है होटल एभरेस्ट है साथी हो गेस्टहरु चाहिँ हेरिरहेको छ अहिले $155 को केही नदेखिँदो रहेछ अहिले ल ट्याङ्गु चाहिँ हामी चाहिँ होटल एभरेस्टको सबै भ्यू स्यू हेरेर अहिले चाहिँ अब हामी खुम्जुङतर्फ होइन खुम्जुङ जाने हो खुम्जुङतर्फ दाजुभाइ चाहिँ लाग्यो खुम्जुङ जाने हो आज नि दाइ कस्तो मलाई त एकदम रमाइलो लाग्यो यो चाहिँ हैन अब कमै मात्रै मान्छेलाई चाहिँ धेरै मौका अवसर पाउँछ हामी चाहिँ त्यहाँको धनीराम दाइ खोटाङकै हुनुहुँदो रहेछ उहाँले सबै दाजुले चाहिँ आज एकदम सम्यक बस दाजु अब फेरि काठमाडौँबाट भर्खर आउनु भएको छ भेट भयो के झ्याप्पा दाजुभाइ अनि एउटा चिनजानले पनि ठुलो अवसर मिल्यो यसमा चाहिँ एकदम खुसी छ यसमा चाहिँ अब दाइलाई चाहिँ धेरै धेरै धन्यवाद दिनुपर्छ हैन ल ल लाग्नुपर्छ हामी चाहिँ अब तपाईहरुलाई ठाउँको हामी लोकेसन सिचुएसन चाहिँ बताइ नै राख्नेछौँ हैन हेरेर मनोरञ्जन गरिदिनु होला हजुर यो चाहिँ खुम्जुङ भन्ने गाउँ हो एकदम राम्रो यसको बारेमा केही भनिदिनु सर तपाईले खुम्जुङ त एकदम रमाइलो लाग्यो मलाई त एकदम रमाइलो बबाल यहाँ त घुम्नै आउनु पर्ने ठाउँ रहेछ सोलुको चाहिँ दाइले एउटा गीत सुरु गरिदिनु पर्यो ल यस्तो राम्रो ठाउँ सुरु त गरिहाल्छु यस्तो राम्रो बनेको छ छहराले यो छाती मेरो बनेको छ पहराले पहाडले बनेको छ यो छाती मेरो बगेको छ कहाँ जन्मे अरे हामी पाखुरामा के अरे टाकुरामा जन्मेको होइन टाकुरामा जन्मेको नेपालको छोरो झुक्दैन झुक्ने नेपालको छोरो गीतै बेसी यो चाहिँ खुम्जुङ भन्छ सोलुखुम्बुको एकदम पर्यटक स्थल नै हो पर्छ यसमा पनि एकदम राम्रो नम्बर 1 पर्यटक स्थल हेर्नुहोस् एकदम राम्रो छ है।